नमस्ते, म डाक्टर राजन जयसवाल। म हाल बीएनसी मेडिकल कलेजमा बालरोग विशेषज्ञको रूपमा कार्यरत छु। म आज तपाईहरुलाई बच्चाहरुमा हुने फेब्राइल सिजर या ज्वरोसँग आउने झट्काको बारेमा केही जानकारी गराउन चाहन्छु। फेब्राइल सिजर भनेको के हो त? फेब्राइल सिजर भनेको ज्वरोसँग आउने दौरा या झट्का भन्छन् सामान्यतमा। यो चाहिँ 6 महिनादेखि 6 वर्षसम्मको बच्चाहरुमा ज्वरो आएसँगै ज्वरो चाहिँ जेको कारण पनि आउन सक्छ। सानो कानमा संक्रमण, रुगाखोकी, न्युमोनिया जेको कारण पनि ज्वरो चाँडै एकदम बढेकोले त्यो सँगै शरीरले चाहिँ त्यसको रियाक्सनमा दिमागले झट्का दिन सक्छ। अनि यो झट्का चाहिँ किन आउँछ त? एउटा के छ भने एउटा जेनेटिक प्रिडिस्पोजिसन भन्छ। यसमा चाहिँ तपाईको पहिला पनि फ्यामिलीमा कसैलाई ज्वरोसँग झट्का आउने छ, आफ्नो भाइ बहिनी आमा बुवाहरुमा भने फर्दर जेनेरेसनमा पनि यस्तो ज्वरोसँगै झट्का आउन सक्छ। यो चाहिँ एकदम सामान्य प्रकारको झट्का भनिन्छ। यसलाई झट्का आउने कारण धेरै प्रकार हुन्छ, तर यो चाहिँ एकदम सामान्य रूपको झट्का भन्छ। अर्को कुरा किन भन्छ भने बच्चाहरुमा जुन यो मैले उमेर रेन्ज भने यो रेन्जमा चाहिँ बच्चाहरुको झट्काको थ्रेशोल्ड जुन भन्छ नि त्यो चाहिँ एकदम कम हुने भएकाले यो ज्वरोसँग झट्का आउँछ। झट्का भनेको के हो? जुन दौरा आउँछ यो के हो? यो जुन ज्वरोसँग आउँछ नि कहिलेकाहीँ झट्का आउँदाखेरि तपाईको ज्वरो नहुन पनि सक्छ र झट्का आउँछ र ठ्याक्क त्यसपछि तपाईले हेर्नुभयो भने बच्चालाई ज्वरो आएको हुन्छ। यो पनि फेब्राइल सिजर ज्वरोसँग आउने झट्का नै हो। यसमा के हुन्छ भने ज्वरो आएसँगै या पछि ज्वरो आउने बेला छ भने बच्चाको हात खुट्टा एकदम टाइट हुने, हैन, कडा हुने, खुक्लु हुने, तपाईको आँखा बच्चाले पल्टाउन थाल्ने, दाँत किट्ने अनि तपाईको फिज निकाल्ने मुखबाट है। यो जनरली तपाईको 2 देखि 5 मिनेटसम्म एकदम कम, कसैलाई 30 सेकेन्ड 10 सेकेन्डसम्म नि हुन सक्छ। र यो त्यसपछि बच्चा एकछिन सुतेको जस्तो बेहोस त्यो झट्का सकेपछि 10 सेकेन्डसम्म या जति समयसम्म 2 मिनेटसम्म झट्का सकेपछि बच्चा 5 देखि 15 मिनेटसम्म जनरली आफ्नो होसमा आउँछ र बच्चा त्यसपछि नर्मल होसमै हुन्छ। फेरि सबै नर्मल रियाक्ट गर्न थाल्छ, तर बच्चालाई ज्वरो हुन्छ है। अब यो यस्तो ज्वरोसँग आउने झट्का तपाईलाई घरमा आउँदाखेरि अभिभावकले के गर्नुपर्ने हुन्छ त र के कुरामा ध्यान दिनुपर्ने हुन्छ? यो झट्का चाहिँ तपाईले के बुझ्नु भने यो ज्वरोसँग आउने 6 महिनादेखि 6 वर्षसम्म जुन आउने बच्चाहरुलाई झट्का आउँछ नि यो एकदम साधारण, यसलाई मस्तिष्कमा केही पनि असर गर्दैन पछि गएर। जुन एउटा भन्छ नि ल यस्तो झट्का आयो पछि गएर मृत्यु हुन्छ बच्चालाई, त्यो हुँदैन। र हुने पनि यो तपाईको फेब्राइल सिजर हुने पनि एकदम कम बच्चाहरुमा मात्र हुने। सबै बच्चाहरुलाई चाहिँ तपाईको ज्वरो आउन बित्तिकै झट्का आउँदैन। धेरै एकदम मिनिमम 2 देखि 5% सम्म मात्र आउने हो। र घरमा आफ्नो बच्चालाई ज्वरोसँग झट्का आयो भने तपाईले यो चाहिँ ढुक्क भएर बस्नुपर्छ कि यो ठुलो कुनै रोग हैन। अब झट्का आउँदाखेरि बच्चा अचानक झट्का आएर लड्छ भुइँमा, जहाँ बेडमा छ त्यहाँ लड्छ। त्यतिबेला के ध्यान दिनु पर्यो भने बच्चाको वरिपरि केही उलाई हार्म गर्न सक्ने अब्जेक्टहरु छ, जस्तै शार्प अब्जेक्टहरु, चक्कुहरु, चोट लाग्ने ठाउँहरु छ भने त्यो त्यहाँबाट वरिपरिबाट हटाइदिनु पर्छ। त्यहाँ धेरै मान्छेहरु बोलाएर भिडभाड गर्नुहुन्न। अनि लडेको ठाउँमा यदि कडा किसिमको फ्लोर छ, सिमेन्टेड फ्लोर छ भने त्यहाँ चाहिँ सफ्ट कपडाहरु राख्दिनु पर्छ। अनि तपाईको बच्चाले धेरैजसो यस्तो झट्का आउने बेला चाहिँ उल्टी गर्ने, हैन, सर्काउने, सास फेर्न अप्ठ्यारो हुन सक्छ। त्यही भएर झट्का आउँदै बच्चालाई बायाँतिर कोल्टो फेरेर राख्दिनु पर्छ। र झट्काको टाइम चाहिँ नोट गर्न कहिले नि बिर्सिनुहुन्न, किनभने यही आधारमा कति बेरसम्म झट्का आउँछ त्यही आधारमा नि पछि उसको उपचारमा फरक पर्छ। त्यही भएर आफ्नो बच्चालाई कति बेरसम्म झट्का आयो त्यो चाहिँ टाइम हेरेर नोट डाउन गर्नुपर्छ ल। अब यस्तो झट्का आउँदैमा सब बच्चाहरुलाई त अस्पताल डाक्टरकोमा लानै पर्छ त हो। यसको पनि क्राइटेरियाहरु छ र यो झट्का आउने पनि 2 प्रकारको हुन्छ। यो एउटा चाहिँ सिम्पल फेब्राइल सिजर भन्छ, सामान्य फेब्राइल सिजर, एउटा चाहिँ कम्प्लेक्स फेब्राइल सिजर है। अब सिम्पल फेब्राइल सिजर चाहिँ कस्तो हो भने तपाईको सिम्पल फेब्राइल सिजरमा चाहिँ पुरै शरीरै काम्ने है, टाइट हुने, खुक्लो हुने, आँखा पल्टाउने, दाँत किट्ने है, यस्तो हुन्छ तपाईको। अनि यो चाहिँ 24 घण्टामा एकचोटी मात्र हुन्छ र यो 15 मिनेट भन्दा कम समयको लागि हुन्छ। यसो चाहिँ यो सिम्पल फेब्राइल सिजर हो।
अनि एकचोटि झट्का आइसक्यो बच्चा 5 देखि 15 मिनेटपछि एकदम कन्सियस नर्मल होसमा आइसक्छ। हो यो क्राइटेरियाहरू सबै छैन भने मिट गरिरहेछ भने है यो क्राइटेरियाहरू मिट गरिरहेछ भने यो चाहिँ सिम्पल फेब्राइल सिजर भयो। तर यसको ठ्याक्क उल्टो कम्प्लेक्स फेब्राइल सिजरमा शरीरको एक भागमा मात्र झट्का आइराख्ने, झट्का आएपछि 15 मिनेटभन्दा बढी हुने, 24 घण्टामा एकचोटि भन्दा बढी हुने, बच्चा झट्का आइसक्यो त्यसपछि धेरै बेरसम्म बेहोसै हुने हैन, अरू कुराहरू तपाईको झट्कासँगै शरीरमा दागहरू आउने, बेसरी टाउको दुख्ने, उल्टी गरिराख्ने यस्तो कुराहरू भयो भने यो चाहिँ अलि नराम्रै किसिमको झट्का हो भनेर बुझ्नुपर्छ है। अब अस्पताल कति बेला लाने त मैले यो भर्खर छुट्याएँ नि, सिम्पल फेब्राइल सिजर र कम्प्लेक्स फेब्राइल सिजर, यही आधारमा चाहिँ अस्पताल लानुपर्ने हुन्छ, डाक्टरको सल्लाह लिनुपर्ने हुन्छ हामीले। यसमा चाहिँ अब कुनै पनि अब झट्का आउँदा त हेर्दाखेरि एकदम डर लाग्दो हुन्छ, त्यही भएर कुनै पनि बच्चालाई पहिलोचोटि झट्का ज्वरोसँग झट्का आयो भने तपाईले अस्पताल लानुपर्ने हुन्छ। तपाईहरुले अभिभावकको रूपमा के बुझ्नु पर्यो भने यो जुन 6 महिनादेखि 6 वर्षसम्म बच्चाहरुमा जुन आउँछ नि झट्का, यसको लागि आतिनु हुँदैन, डर लाग्दो हुँदैन। यो यसले पछि गएर सामान्यतः के भनाइ छ भने यस्तो कुराहरुले पछि चाहिँ जीवनभर सताउने, बच्चालाई पछि मिर्गी लाग्ने यस्तो कुराहरु केही नै हुँदैन। तपाईले मेन अभिभावकको रूपमा के बुझ्नु पर्ने हुन्छ नि यो झट्का सामान्य रूपको झट्का हो, ज्वरोसँग आउँछ, ज्वरो आएको बेला ज्वरो कन्ट्रोल गर्नु पर्यो र झट्का आएपछि उलाई के केयर गर्नुपर्ने हुन्छ त्यो चाहिँ जान्नु पर्यो, जुन मैले अघि एक्सप्लेन गरे, र अस्पताल कति बेला लाने त्यो चाहिँ बुझ्नु पर्ने हुन्छ है। अब सामान्यतः पहिलो झट्कामा मात्र हो डाक्टरको सल्लाह लिनुपर्ने, तर पछि गएर त्यस्तै झट्का आयो भने घरमा नै ज्वरो कन्ट्रोल गरेर घरमै सानोतिनो औषधि गरेर राख्न सकिन्छ, किनभने धेरै असर गर्ने हैन। तर कोही बच्चालाई पटक झट्का आइरहेछ, नराम्रो किसिमले कम्प्लेक्स टाइपको झट्का आइरहेछ भने यस्तोमा चाहिँ तपाईले डाक्टरको सल्लाह बमोजिम कहिलेकाहीँ यो झट्का नआओस् भनेर औषधिहरू पाउँछ, त्यो औषधि ताकि बच्चालाई ज्वरो आउँदा त्यो झट्कै नआओस् भनेर त्यो औषधि 3 दिन 4 दिन कति लामो समयसम्म खाने हो, त्यो डाक्टरको सल्लाह अनुसार खानुपर्ने हुन्छ। कहिलेकाहीँ तपाईको झट्का आएको बेला चाहिँ मुखमा औषधि खान नसक्नेले बच्चालाई चाहिँ नाकमा राख्ने स्प्रे आउँछ, त्यसले चाहिँ झट्का झ्याप्प रोकिदिन्छ। तर यो कस्तो किसिमको बच्चाहरूलाई जसलाई चाहिँ कम्प्लेक्स टाइपको फेब्राइल सिजरहरू छ, तपाईको पटक वर्षमै 3-4 पटक भन्दा बढी भइरहेछ झट्का, उस्तोहरूलाई चाहिँ औषधि राख्नुपर्ने हुन्छ। अब यो जुन झट्का आउँछ नि बच्चालाई घरमा, यो झट्का आएको बेला बच्चालाई कसरी केयर गर्ने भनेर एउटा मसँग सानो भिडियो छ, म त्यो भिडियोमा देखाएर तपाईलाई केही एक्सप्लेन गर्न चाहन्छु। Hey, I'm Leo. I'm the one in the green shirt. I love playing soccer. All my friends say I'm pretty good. Did you know our brain sends messages to our body to tell it how to move? Well, sometimes my brain gets the messages a bit mixed up and my body goes stiff and starts to shake. It's a type of seizure. Don't be scared if this happens. You can help me. First, move anything away from me that might hurt me. Turn me on my side, but don't hold me down. Put something soft under my head so it doesn't bump on the ground. If you can, send someone to get an adult. Stay with me. My seizure won't last long. They usually only last less than 2 minutes. Make sure the other kids don't crowd around me. And don't put anything in my mouth. When my seizure stops, I'll probably be a bit tired and not thinking clearly. Just tell me I had a seizure and that it's okay. Stay with me until I feel better. Hey, I'm Grace, and I'm 7. Ever since I was a baby, I've had a type of seizure. It happens when my brain sends mixed up messages to my body and I do things I can't control. Things like my face might twitch, or I pull out my clothes. Or sometimes I just stop and stare. When this happens, you can help me. First of all, check if I can hear you. If I don't respond, make sure I am safe by moving anything dangerous away from me. Don't try to stop my seizure. Just stay with me and send someone to get an adult. Please wait with me until my seizure ends. Sometimes I don't know what's happened, and I can't think clearly, and just need you to tell me that I'm okay.
even though our seizures look very different. We both have epilepsy. Don't worry, you can't catch it. And you can't cause it. But you can help by knowing what to do when a seizure happens. Remember to stay with us, keep us safe. You could roll me on my side, but don't try and stop it. And don't put anything in my mouth. Tell us it's okay. Just remember 3 things. Stay with us, keep us safe, and get an adult. We only have seizures for a short time. The rest of the time, we can do all the things you can do. हस् धन्यवाद। अब लास्टमा यही भन्न चाहन्छु यो फेब्राइल सिजरको बारेमा राम्रै बुझ्नुभयो होला। यो कस्तो बिमारी हो, बच्चालाई कति बेला आउँछ र बच्चालाई घरमा झट्का आउँदा कसरी केयर गर्ने र अस्पताल कति बेला लाने भनेर तपाईले राम्रै बुझ्नुभयो होला भन्ने आशा गर्दैछु। हस् धन्यवाद।